हेलो हामी चाहिँ मार्चबाट फर्किँदै गरेको बेजिङ स्टकबाट बुझु र म चाहिँ चट्टसँगले आई हेभ दिस आज चाहिँ हाम्रो फुपूको बर्थडे हो अनि हामी फुपूलाई सरप्राइज दिन गइरहेको छौँ होइन बुझ्यो सरप्राइज फुपू चाहिँ काममा जानुभएको छ भरे 7:30 बजी आउनुहुन्छ त्यतिखेर ड्याडी पनि आइपुग्नुहुन्छ होला टक्क आज बहिनी आइपुग्नुहुन्छ अनि फुपू फुपू ढोकामा टक 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 गर्दै आउनुहुन्छ क्या जहिले अनि टक्क त्यतिखेर खोलिदिने त्यहाँ अगाडिपट्टि चाहिँ अनि त्यो अर्को भित्र छिर्ने ढोकाको पछाडि चाहिँ म लुक्छु होइन बुझ्यो अनि आएपछि चाहिँ सरप्राइज ह्याप्पी बर्थडे भनेर चट्ट निस्किने हामी टक्क त्यसको लागि हामीले भ्लग बनाइराखेको छौँ हेरिदिनु होला रमाइलो गरिदिनु होला होइन कस्तो हुनेछ अब भरे प्रत्यक्ष देख्नुहुनेछ तपाईँहरूले पनि सकेसम्म म राम्रो बनाउनु कोसिस गर्छु होइन त्यो चाहिँ टिभीमा हेर्नुपर्छ बोजू त्यहाँ म युट्युबमा लाउँछु कि त्यहाँदेखि चट्टसँगले पछि हेर्नुपर्छ बसेर हाँस्दै सरप्राइज बोजूले गिफ्ट पनि किनिसक्नु भएको छ ड्याडीले पनि गिफ्ट किनिसक्नु भएको छ फुपूको लागि हामीले चाहिँ हामी दाजुभाइले चाहिँ केही किनेको छैन अहिले पैसा पनि छैन काम पनि गरेको छैन यहाँ अहिले आएको हामी कति 2 हप्ता पनि भएको छैन अहिले हामी आएको त्यही भएर हाम्रो घर चाहिँ यही हो 1 अलाउड ड्राइभ बेजिङ स्टोक RG21 5G हाम्रो घरको उयो लोकेसन चाहिँ चट्टसँगले एरिया यस्तो छ घरको देख्न सक्नुहुन्छ ल लेट्स गो भरे भेट्नेछौँ हामी हामी चाहिँ घरभित्र आइसकेको छौँ हाम्रो घर चाहिँ यस्तो छ चट्ट बजी बस्नुहुन्छ यहाँ भाइ गेम खेलिरहेको छ आज फुपूलाई सरप्राइज दिनुको लागि त कतिको रेडी छस् भन् त भेरी रेडी यो गेममै बिजी छ ल आज चाहिँ खतरा सरप्राइज हुनु गइरहेको छ हाम्रो गेम खेल्दैछ कुन गेम हो यो गेम खेल्दैछ बप्पा लागिरहेछ यो ब्याटल फिल्ड 1 रहेछ तर पनि बब्बाल लाग्यो बब्बाल रहेछ अन्त सस्पेन्स टाइपको बोजू यहाँ के खेल्दै हुन्छ अब टक्क ल गाइज अब हामी अहिले कति बज्यो 12:30 भयो अब भरे भेट्ने समय हजुरहरूलाई ल बाई बाई हामी चाहिँ अब यहाँ फुपूको बर्थडेको लागि के रेडी गर्न आँटेको होइन बोजू हाम्रो यहाँ हुनुहुन्छ बोजूले सरप्राइजको लागि रेडी भइसक्नु भएको छ आलुदमको लागि आज आलु पनि रेडी भइसक्यो ल हाम्रो यहाँ केक चाहिँ यहाँ राखेको छ हाम्रो फ्रिजमा अहिले के छ थुप्रै चिज छ के हो के आम्मा खाएर पनि खाइसकिँदैन रहेछ के हो यो रुगा लागेर स्वर पनि त्यस्तै भएको छ बोजूले गिफ्ट पनि रेडी गरिसक्नु भएको छ सबै यसले गेम खेल्दैछ यहाँ 150 टाउकोमा देन छिटो अहिले हानेन टक्क हाम्रो फुलहरू यस्तो छ हाम्रो ऐना घडी चट्ट यस्तो छ हाम्रो लिभिङ रुम हो यो चाहिँ यस्तो छ गेम मात्रै खेल्दैछ टक्कसँगले यस्तो छ बोजूले रोप्नुभएको खोर्सानी बोजू यहाँ हुनुहुन्छ ल गाइज म चाहिँ चट्ट नुहाएर रेडी भइसकेको चाहिँ भर्खरै यहाँ हाम्रो बोजू के गर्दै हुनुहुन्छ चट्ट यस्तो गर्दैछु म भरै बनाएर खाने फुपूको बर्थडेमा के गर्नुभएको बोजू यो के हो त्यो मासु यो सुँगुरको रिब्स पोली खाने कहाँ पोल्नु अब उसमा ए कोइला छ हामीसँग अनि कोइला छैन उसमा पोल्ने हो ए उयोमा होला होइन स्टिम गर्ने प्याक गरेर यस यो विङ्स होइन सुँगुरको गर्दै हुन्छ यसरी मलिराख्ने अनि भने बनाएर खाने चट्टसँगले हेर्नुलाई होइन अब आलुदमको लागि यहाँ अघि रेडी
नाति बाजेले बोजूले भरे बनाउने होइन चट्ट बनाएर अब हामी सबै रेडी गर्न आँटेको छौँ अब भरे हेर्नु होला हाम्रो भ्लग होइन दाजु म चाहिँ यहाँ हुबर लाउन आँटेको साह्रै फोहोर भयो यो चट्ट हुबर लाउने हो यहाँ पनि हुबर लाउने हो अरू त के छ र हेरौँ अब कतिको रमाइलो हुन्छ भरे सबैजना कस्तो ल ह्यान्डसम पो देखिरहेको छ त भर्खर नआएको त ल राइट्स म चाहिँ यहाँ अब हुबर लाउँछु एकछिन ल है अहिले भेटौँ हेलो ल हामी चाहिँ आज फेरि भेटे बनाएँ बेलुकाको 4 बजिसक्यो अहिले टक्कसँगले अल्छी लाग्यो यहाँ बोजू के गर्दै हुन्छ किचनमा बोजू के गर्नु हो अब खाना साना ल चट्ट भरे बनाइराख्ने हो बनाइराख्ने हो यहाँ टक्क गोल्छेर अघि यो उयो के भन्छ यसलाई स्टिम उयो गरेर घोलेर मोलेर राखेको ल चट्टा रेस्लिङ हेर्दैछ उसले यहाँ बसेको छ चट्ट खतरा रोयल रम्बल चल्दैछ ल हाम्रो बोजूले यहाँ के बनाउँदै हुनुहुन्छ यसले यहाँ पनि तताउँदैछ पानी खानको लागि यो सुँगुरको मासुमा पल्किने लिम्बू नितिरै ढल्किने चट्टसँगले बोजूले यहाँ दाल रेडी गरिसक्नुभयो यहाँ के पकाउन आँट्नुभयो यहाँ पनि के पकाउन आँट्नुभयो आलुदम बनाउन आँट्नु जस्तो छ यो चाहिँ कुखुराको विङ्स हो यो सुँगुरको उयो हो पल्टाउने यहाँ चाहिँ सुँगुरको मासुमा पल्किने लिम्बू नितिरै ढल्किने लिम्बूतिर गाइज हाम्रो चाहिँ अलमोस्ट सबै कुरा रेडी भइसकेको छ होइन बोजूले यहाँ रेडी गर्दै हुन्छ एकचोटि आएर खानासाना चट्ट खाने चाहिँ ह्याप्पी बर्थडेको गीत पनि टक्क रेडी गर्दै गरेको यो सुतेर गेम खेलिरहेको छु ड्याडी पनि आइपुग्नुभयो लेट्स गो अब के हुन्छ हामी हेरौँ होइन रमाइलो गर्नुपर्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु सबै कुरा रेडी भइसक्यो गाडी पनि आइसक्नु भएछ हाते हुन्छ यहाँ सबै रेडी गर्दै गरेको फुपू यहाँ आउनु आँट्नुमा छ कामबाट होइन ठिकै छ अनि टक्क यहाँ छ ड्याडी एक्सर्साइज गर्दै हुन्छ ल यसले अब केक निकाल्न हामीको केक यहाँ ल्याएर राख्छौँ है रेडी केक निका के तताउँदै हुन्छ ल चट्टसँगले खै यो छ क्यान्डल टक्कसँगले खोल त फेरि हेरौँ त सट्टै तान्न माथि त्यसरी होइन कस्तो रहेछ ड्याडी पुरा एक्सर्साइज गर्दै हुन्छ कामबाट भर्खर आउनुभएको
Sorry for this. बिस्तारै 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 ड्याडी एक्सर्साइज गर्दै हुन्छ यहाँ चट्टै ह्याप्पी बर्थडे लीला हाम्रो फुपूको नाम चाहिँ लीला हो त्यो निकाल्छ यो त्यो होइन हो त्यो निकालेर त्यो मात्रै 28 29 30 28 ल ए टेक्सट लगाउनु ल टक्क रेडी अब म यहाँ म रिमोट कहाँ गयो रिमोट यहाँ छ म अब यहाँ बर्थडेको गीत चट्ट रेडी गर्छु यहाँ चट्टसँगले अब ह्याप्पी बर्थडे टु यु गीत चट्ट बजाउने हो यसै चाहिने होइन त्यो त फुपूले हातले यस्तो यस्तो पो गर्नुहुन्छ नत्र फुपूले हातले यसो निकालेर यसरी हल्लाउनु हुन्छ नि टक्क यहाँ हटाउँदैछ टक्क यहाँ हामी आज यता बस्नु छोडेर यहाँ बस्ने हो अझै आज टक्क फुपूको बर्थडे मनाइदिने भन्दै हुन्छ यो ड्याडी उयोले चट्ट नयाँ प्रोग्राम बाजेले पनि सरप्राइज कस्तो लाग्यो सरप्राइज यो चाहिँ मेरो कुकुर हो यो हामी गेम खेल्ने हो प्लेस्टेसन 4 कस्तो साइडबाटै गर्ने टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे यो के छ यहाँ यो के छ यहाँ मासु रहेछ त्यो कभर हटाउनु न This is my glass. Yeah. के छ आलुदम त्यो परबाट आउँदैछ मासु यो मध्ये चाहिँ म केही खाँदिनँ है मलाई चिसो लागिरहेछ यो चक्लेट यहाँ होइन यो चक्लेट यहाँनिर यो बट्टामा चाहिँ खाँदी चक्लेट छ है बिस्कुट पनि पो छ होला यहाँनिर कुकिज यहाँ छ यहाँ पनि कुकिज छ कुकिजहरू राख्ने हो ह्याप्पी बर्थडे टु यु बाजे यो चाहिँ के छ सामानहरू यहाँ ड्याडी के गर्दै हुन्छ ह्याप्पी बर्थडे टु यु दादा यहाँ हुनुहुन्छ हामी यहाँ फुलहरू छ यो चाहिँ हामीले यो कहाँदेखि हामीले चित्र ल्याएको दादा विन्टर वन्डरल्यान्ड यो पनि त्यहीँदेखि हो यो दुईटा ह्याप्पी भयो फेरि हामी भरे भेट्छौँ यहाँ फुलहरू हेर्नु
यो फुलहरू राम्रो फुलिरहेछ नदेखेको मात्रै हो यहाँ खर्सानीहरू छ यहाँ छ अर्को फुलहरू यिनीहरू चाहिँ खै के भएर मर्यो अहिले चाहिँ राति भइरहेछ बोजूको गिफ्ट हेरिदिउँ बोजूको गिफ्ट बोजूको गिफ्ट फुपूको लागि फुपूको गिफ्ट छोरीको लागि सुन ए बोजूको फुपूको लागि गिफ्ट बोजूले उर्र टल्क्यो टल्क्यो हेर्नु न कस्तो दामी टल्किरहेछ टल्क्यो बोजूको आम्मा दिनु पर्छ हैन फोटो पनि दामी खिच्यो त्यो त्यसरी नै बस्नु त बोजू म एउटा दामी फोटो खिचिदिन्छु राम्रो देख्यो सिक्नु पनि बोजू र मेरो चट्टासँगले अनि चाहिँ अब फुपूलाई गिफ्ट दिन आँटेको यहाँ हैन टक्क यो चाहिँ के काट्ने छुरी Happy birthday to you. बाजे कस्तो लागेछ गुड लागेछ एकदम गुड सरप्राइज अनि बाउ छोरीलाई नै सरप्राइज दिने हाम्रो सोच थियो नि अब को भन्नु हो नि तपाईँ फेरि आज आजै छिटो आउनु पर्ने आजै चाहिँ अनि अब 9 बजी आउनुहुन्छ अनि कहाँबाट हुन्छ ल तपाईँले 10 मिनट 20 मिनट जति पर्खिन 20 मिनट जति 20 मिनट जति पर्खिन लाउँछौँ नि अनि कहिले अब कति बजी आउँदैछ नि भरे बेलुका 10 बजे भने नि हाम्रो फुपू चाहिँ पर फुपूहरूको स्टाफलाई पार्टी दिँदै हुँदो रहेछ कि अहिले त्यही भएर अलिकति ढिलो भनेको अहिले 7 बजेर 36 मिनट गएको छ यहाँ 8 बजी 8:30 बजीतिर आइपुग्नु हुन्छ ल त्यतिखेर ल भेटौँला गाइस अहिलेलाई हामी अब खाँदै गर्यौँ ओ हिटर पो छ त साँच्चै अब चाहिँ तपाईँहरूलाई बाहिरको भ्यू देखाउँदै गइरहेको छु यो जुत्ताहरू हामी यो गरेर जुत्ताहरू बाहिरको भ्यू देखाउनु गइरहेको छौँ तपाईँहरूलाई बाहिरको भ्यू बाहिर चाहिँ धेरै जाडो छ चप्पल लाउनु पर्छ फर्स्ट चप्पल यहाँ छ यो चाहिँ हिटर तातो भइरहेछ बाहिर अरे राति भएर मजाले देखिएको छैन रहेछ आए म बाहिर चाहिँ लास्टै चिसो छ भित्र जाउँ हामी भित्र यो लाउनु पर्छ अरे बत्ती निभाउनु अरे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु बोजूले कल गरेर थर्काएर बोलाउनु फुपूलाई अब यो भेनाको कति छ यो चाहिँ मेरो कुकुर हो फेरि एकताल मारेर $20 पाउन्डको कुकुर यहाँ स्टार्टिङ भइसक्यो
हामी चाहिँ क्या हामी खै तातो पानी अब के खाने हामी चिसो लागिरहेछ नखाने ल चेस ल यी यहाँ रेडी भयो खै बाजे ए चेस बाजेको त्यो कालो चेस बर्थडे धनी चाहिँ कहाँको बाजे भन्छ चेस बाजे बाजेको यहाँ बाजेको मलाई त चिसो लागिरहेछ अनि बाजेको त अर्कै छ त अनि सेतो छ त अनि यो खाऊ यसले के पनि गर्दैन बाजेको यहाँ सेतो सेतो दुध जस्तै छ त यो के हो बदल चाहिँ यस्तो छ फेरि यहाँ ए कस्तो छ यो अर्जुनियल हो यो ओरिजिनल अब मात्नुहुन्छ अब मातेर चाहिँ अनि यहाँ भरे अब केकमा चाहिँ बिगाडिहाल्छौँ हामी डान्स गर्ने हो डान्स सियो भरे गाइज बोजूले कल गर्दै हुन्छ फुपूलाई Your call has been forwarded to voicemail. The person you're trying to reach is not. होइन कहाँ अनि छिटो आइज नि यहाँ मान्छे आएको छ के आएको आएको छिटो आइज छिटो होइन यत्रो बेला नि छिटो आउनु पर्दैन ल ल ल छिटो अब छिटो आऊ छिटो यहाँ हतार गर्दैछ के को हावामा आऊ आउँदैन अहिले अहिले आएर हेर त यहाँ म आएको छु छिटो अब आउँदै हुनुहुन्छ अरे फुपू फुपू आउँदै हुनुहुन्छ अरे पत्याउँदै सरप्राइज नै सरप्राइज भयो नि कस्तो भयो अरे बाजे सरप्राइज भयो म त कहाँ तर बाजेलाई नै थाहा थिएन यस्तो हुन्छ भनेर बोजू आज मात्नुहुन्छ बर्थडे केक काट्नुभन्दा अगाडि अब मातेर चाहिँ म सबैले यो पनि हामीले कता हिजो अस्ति टाउन गएर जितेर ल्याएको यो बल छ यो टुटुटुरु छक्का आज मेरो लकी दिन हो यो केकलाई देखाएर इन्ड हानिदिएको ल खोल्दैन हुन्छ हुन्छ birthday to you. Happy birthday to you. Happy birthday to you, Fufu. Hi, lighter. Day to you. Happy birthday to you. Fufu love gift है हमें Fufu को बारे. Happy birthday to you. Come on, Fufu birthday. Happy birthday. Fufu birthday. ल हाम्रो ड्याडीले हाम्रो बाजे ल भिडियो मन चालु गर्छु ह्याप्पी बर्थडे केक 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 काट्नु यो निकाल्नु बोजूलाई फर्स्ट
उयो भइदिनु बोजू अब चाहिँ गिफ्ट दिनु न देखाएर गिफ्ट दिनु अब चाहिँ ए बाजे ह्याप्पी बर्थडे दादा 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 होइन तपाईँलाई दिनुको लागि होला नि ल Happy birthday! No, बाजे बाजेले ल ल्याउनु न म त त्यसै फल्टो गरेर ल्याएको थिएँ कि म त सम्झेर मात्रै के ल बाउले छोरीको लागि चट्ट ल ह्यापी बर्थडे टु यु अहिले म यहाँ म पो सरप्राइज सबैलाई सरप्राइज मलाई पो सरप्राइज ल लगाइदिनु बोजू ल हाम्रो यो बोजूको एकदम स्पेसल गिफ्ट हो है सबै कुरो माया युट्युबमा हाल्ने त टिभीमा हेर्नुपर्छ Happy birthday to you. ल बोजूले हालिदिनु बोजूले ल एकदम हामी सानो फ्यामिली एकदम रमाइलो भइरहेछ अब हामी खाना खान्छौँ सबै खोलौँ This is सुँगुरको मासु
यो चाहिँ के हो नानी त्यो आलुदम सबैले यो समात्ने त यो समात्ने त यो आलुदम हो के गिलास नि अनि त्यो गिलास खोजेको नि अहिले खै हो त्यही होला हौ तिमीले राखेको त्यही होला मैले यो भनेको सुँगुरको पर्क र उयो होइन यो त उयो विङ्स चिकन विङ दिस इज अच्चा यो त बोजूले बनाउनु हो हामीले होइन के चाहिँ होइन केक भरे यो चक्लेट हाम्रो बिकेन यो बिग्दैन यो हामी अलग्गै राख्नुपर्छ खाने अघि खाने भनेको थियो नानीहरू अब के के चाहिँ चक्लेट ढिलो आयो यो डग दामी छ न डग बर्थडे त्यो के दामी डग खान्छ नि बिचारा नानी यसले त्यो आलुदमहरु चाहिँ बाजे ल ओ यो यहाँ के यसले चाहिँ यहाँ यसरी बर्थडे गर्ल केक अफ गर्दै हुनुहुन्छ यहाँनिर बर्थडे गर्ल थ्याङ्क यू सबैलाई बाजेले दिँदै गर लु बाबालाई दिँदै उयो ड्याडी अघि रेडी यहाँनिर खाएर गर्ने रिजल्ट ल यो बाजेको चाहिँ खै के हो दुध जस्तै छ है रक्सी पनि पेलिज भन न पेलिज बेली पेलिज हो बेलिज हात चाहिँ यसले बेली हो कि दाल तताउँदै हुन्छ भयो सबै चम्ची आज बिचारा चम्चीहरू भोक लागिसक्यो ल अब त हुन्छ कतिवटा लगिन है 3टा लग्यो यो मुसा लानु होइन ए यो त एउटा उयोमा राख्नुपर्छ यसै ल म म्याट ल्याउँछु के चम्ची बाजे डेलीले त त्यसमा त भएन हौ त्यो हुन्छ त्यो यहाँ खानु पस्ने ल आज त नातिहरू पट्टि ल अन्त बिचारा होइन उयो भिडियो ए लु यहाँ सँग दाल त्यो त फुट्छ यो चाहिँ यसलाई उता हाल्छ मुनिले पनि त होइन यो कत्रो हौ खाइसक्नु बोजू नि बस्नु होइन दुईजना आफै खाने म उयो गर्छु लास्टमा म खान्छु म सबै बस्छु न म लास्टमा म लास्टमा यहाँ रेकर्ड गर्ने म I am a cameraman. जेठापट्टि पनि बोजूलाई कसलाई अँ सबै अब लिइहाल्नु खाना ल म हाल्दै राख्छु कस्तो छ खाना बाजे यस्तो स्पेसल अब स्पेसल बर्थडेमा नि अब ए दाल हालेर खानु न दाल यहाँ छ दाल यहाँ छ बाजे हालेर खानु दाल ड्याडी यहाँ छ दाल मान्छे आएको छ भनेर नि बोलाएको म त के होइन म त उषाहरू भेट्नु आएँ कि भन्छु दिदीहरू पो तर उषालाई त मैले अस्ति नै त्यहाँ भेटेको भनेर क्या होइन छाड्नु लाउनु आमै भात धेरै मलाई भात नै
मिठो छ लो लो नानी तिमीलाई ल, 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 ल। खाऊ बुजुले खर्चानी ल्याउनु आयो आमै खर्सानी क्रममै पस्किने नानु आफै जेठा तिमी आफै पस्छ है जारा भदाइहरू अहिले देखेर पर्खेको त्यही त यसरी फेरि आइहाल्छ यो मेरो लगे गिफ्ट दाइ सबै अनि कहिले चाहिँ दाइहरू लिएर बाबाहरूले चाहिँ किन्ने है ताइले किन देखिन अन्त अचम्म लाग्यो त होइन म त आज कहाँ मैले थाहा छ त्यहाँ खुसीहरूलाई त नभनेको अस्ति यो चाहिँ मेरो खाना यो मेरो खाना हामी चाहिँ अब खानु सुरु गऱ्यौँ हाम्रो फुपू चाहिँ माथि ड्रेस चेन्ज गर्न जानुभएको छ टक्क बर्थडे गर्ल रेडी खाऊ है फुपूको बर्थडेमा ल हामी खाइसकेर भेट्नेछौँ चुनमुन गरेर ल फुपूको बर्थडेमा आज 2082 सालको कति अरे आज कति हो पुस 23 गते जनवरी 7 2026 यस्तो छ हाम्रो भात भर्खरै खाएर कस्तो अगाइयो क्या ल